सर प्रिन्सिपल सरलाई चाहिँ आग्रह गर्न चाहन्छु खाना लगाइदिनु होला एउटा सर्वप्रथम टीका र एउटा फल दिन्छ प्लिज ताली दिनु होला ताली ताली तालीसँग आउनु होला है क्लास 1 का भाइ बहिनीहरू रोल नम्बर 1 को 0 नम्बर 2 पनि आउनु होला फोटो लिन नबिर्सिनु होला सायद भाइको हुनुहुन्छ फोटो लिँदै गर्नु होला ताली चाहिँ दिइराख्नु न ताली 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 दिइराख्नु ल फेरि भेटौँला कार्यक्रम सँगसँगै बेस्ट ब्लग पनि भन्न चाहन्छु आजको दिनमा चाहिँ हाम्रो अब तपाईहरुको बिएलई लेभलको एक्जाम चाहिँ जिआइएसमा रहेको छ त्यसर्थ तपाईहरुलाई जानकारी छनै होला है बिहानको 8 बजेबाट छ है नत्र हुँदै दिन नत्र तर रोड चाहिँ नगर्नु होला के प्लिज क्लास 7 का भाइ बहिनीहरु पनि बुझिनु पालेसँग आउनु होला है त रोशन भाइलाई अप्ठ्यारो भयो होला नि आदि जस्तो विद्यार्थी भाइ बहिनीहरू चाहिँ लगभग तपाईहरुको पढाइको लेभलमा ठिकै हुनुहुन्छ धेरैभन्दा धेरै चाहिँ विद्यार्थी भाइ बहिनीहरू एकदमै ट्यालेन्टेड हुनुहुन्छ जहाँसम्म मलाई लाग्छ यसपालिको जस्तै हाम्रो पहिलाको ब्याच हेरिकन ईशान दाइहरुको ब्याच हेर्नु भने ईशानलाई मैले सोचेको थिएँ उहाँहरूले चाहिँ डिस्ट्रिक्ट लेभलमा नाम ल्याउनुहुन्छ होला भनेर सो अहिलेको क्लास 8 का भाइ बहिनीहरू के हुनुहुन्छ जसले चाहिँ सायदै हाम्रो नामहरू रोशन गर्न सक्नुहुन्छ भन्ने अठोट पनि छ त्यसर्थ उहाँहरूलाई एकदमै अग्रिम शुभकामना पनि दिन चाहन्छु म है मलाई धोकेबाज नभन्नु होला है त विश्वास गर्नुहुन्छ भन्ने नरुन है ल त्यसलाई उठिदिनु न त ताली नदियो भने के पनि भेदभाव हुनुलाई क्या हो केही भन्दिउँ आइसकेको बारेमा धेरै पढ्नुहुन्छ उहाँ जस्तो डिसिप्लिन विद्यार्थी मैले देखेको छैन हेर्नु हिसाबमा पढ्नुहुन्छ धेरै पनि पढ्नुहुन्छ ठिक छ ढुक्क भएर बस्नु होला है यस्तै यस्तै कार्यक्रम प्रोग्राम पनि वास्तवमै फेरि प्रोग्राम रहेछ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई त्यस दिन झल्काउन चाहन्छु हामी चाहिँ यहीँ पढ्न आउँछौँ भन्ने खालको अठोटले म चाहिँ तपाईँहरूको प्रोग्राम गराउँदैछु हेर्नु क्लास 8 का भाइ बहिनीहरू कतै पनि नजानु होला अहिले हामी सबै शिक्षक साथीहरूसँग सँगसँगै बसेर हामी फोटो सेसन पनि गर्छौँ है त ग्रुप फोटो पनि नजानु होला है त सबैजना यहीँ बस्नु होला हामी फोटो पनि के चाहिँ केटा खुसी लागिरह ला चाहिँ आशीर्वाद पनि क्लास 8 तपाईहरु त अहिले वास्तविकमा एकदम भाग्यमानी सोच्नु पर्नु हो यो त फर्स्ट टाइम भइरहेको हो नि त एकदम फर्स्ट टाइम र एउटा पिकनिक जान कोसिस गर्नुभयो त्यो पनि सम्भव भएन भिजिटिङ टुरको कोसिस गर्नुभयो त्यो पनि सम्भव भएन हैन धेरै कुराहरुको प्रोग्रामिङहरुले गर्दा एउटा मेमोरेबल डे कुनै पनि नभएको कारणले आज झट्ट प्रिन्सिपल सरसँग सोच्दै आइरहेको थिएँ लास्टमा गएर यो चोटी जस्तो हुन्छ नि रुबिना रुने बेला भएन है आउनुस् माथि आउनुस् फोटोमा यो आउटी ज्याकेट आउनु भएन आउटी ड्रेस ठिक छ ड्रेस हाउस ड्रेसमा सर्ट छ आउटी ज्याकेट बाँकी चाहिँ पछाडि पाउनुहोस् भएको जति भनिदिउँ बोयजको एउटा ग्रुप छ क्लास 10 जस्तै ग्रुपमा बस्नुहोस् है र